सम्पूर्ण साथीहरूलाई नमस्कार। आज हामी यस भिडियोमा बीबीएस सेकेन्ड इयरमा रहेको एउटा सब्जेक्ट त्यो चाहिँ फन्डामेन्टल अफ फाइनेन्शियल म्यानेजमेन्ट, जसलाई हामी फाइनान्स भनेर चाहिँ चिन्छौँ। यसमा चाहिँ यो सब्जेक्टमा कुन कुन च्याप्टरबाट कति मार्क्सको क्वेसनहरू आउँछ, हामीले चाहिँ इक्जाममा विशेष गरेर कुन कुन च्याप्टरलाई फोकस गरेर पढ्ने र चाहिँ सिलेबस कस्तो छ, कुन कुन प्याटर्नमा चाहिँ क्वेसनहरू आउँछ लगायतका सम्पूर्ण कुराहरू चाहिँ यस भिडियोमा हामी छलफल गर्नेछौँ। र चाहिँ धेरै ढिलो नगरिकन मैले विषयवस्तुतिर समावेश गराउन चाहेँ। सबभन्दा सुरुमा चाहिँ हामीले सिलेबस हेरौँ, कुन कुन प्याटर्नमा क्वेसन आउँछ भन्ने कुरा हामी हेरौँ है। अनि चाहिँ सुरुमा चाहिँ के आउँछ भन्दाखेरि हाम्रो ब्रिफ एन्सर क्वेसन आउँछ। यो चाहिँ 10वटा क्वेसन आउँछ 2 मार्क्सको, जुन चाहिँ के त हामीले सबै कुरा चाहिँ सबै क्वेसनहरू चाहिँ अटेम्प गर्नुपर्छ है। त्यति मध्येको 1 देखि 10 नम्बरसम्म क्वेसनहरूमध्ये क्वेसन नम्बर 1 देखि क्वेसन नम्बर 6 सम्म के आउँछ त थ्योरी आउँछ। भनेपछि कति आउने भयो त 6वटा क्वेसन त थ्योरी आउने भयो है। अनि त्यसपछि चाहिँ क्वेसन नम्बर 7 देखि 10 सम्म, क्वेसन नम्बर 7, 8, 9, 10 4वटा क्वेसन चाहिँ के आउने भयो त सर्ट क्वेसनमा, भेरी सर्ट क्वेसनमा पनि के त चाहिँ 4वटा क्वेसन के आउने भयो त न्युमेरिकल आउने भए। चाहिँ ग्रुप बीमा डिस्क्रिप्टिभ एन्सर क्वेसन आउँछ, जुनमा चाहिँ 6वटा क्वेसन आउँछन्, तर चाहिँ के त एटेम्प गर्ने क्वेसन चाहिँ हामीले 5वटा मात्रै है। 6वटा क्वेसन आउँछ तर एटेम्प गर्नुपर्ने क्वेसन चाहिँ 5वटा, र चाहिँ 5वटा गर्ने 10-10 मार्क्सको हुन्छ। र चाहिँ त्यति मध्येको 11 नम्बरको क्वेसन के आउँछ, थ्योरी आउँछ। 11 नम्बर क्वेसन के त आउने भयो त थ्योरी आउने भयो। अनि त्यसपछि 12 नम्बर क्वेसन चाहिँ न्युमेरिकल आउँछ है। अनि क्वेसन नम्बर 13मा चाहिँ के त थ्योरी प्लस न्युमेरिकल, एमा थ्योरी, बीमा 5-5 मार्क्स गरेर 5-5 मार्क्स गरेर थ्योरी प्लस न्युमेरिकल आउँछ क्वेसन नम्बर 13मा। र चाहिँ 14, 15 र 16मा चाहिँ न्युमेरिकल मात्रै आउँछ है। 14मा न्युमेरिकल, 15मा न्युमेरिकल, 16मा न्युमेरिकल। तर हामीले यो सबै गर्नु पर्दैन। 1 देखि 16 सम्म मध्ये चाहिँ हामीले एउटा क्वेसन एक्सिभ गर्नुपर्छ है। एउटा क्वेसन एक्सिभ गर्नुपर्छ भनेपछि हामीले के त हेर्नु त 1, 2, 3, 4, 5वटा। हजुरलाई थ्योरी प्रिपेरेसन गर्नु भएको छैन भने यो क्वेसन छोड्नु मिल्यो हैन। यति माथि त न्युमेरिकल मात्रै भयो, अलिकति यो यसमा चाहिँ न्युमेरिकल। अब तपाईले चाहिँ यदि थ्योरी गर्न चाहनुहुन्छ भने एउटा न्युमेरिकल पनि हामीले यहाँबाट एक्सिभ गर्न सकियो। र त्यसै गरी ग्रुप सीमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ एनालाइटिकल क्वेसन एन्सरहरू आउँछन्, जसमा चाहिँ एटेम्प्ट एनी 2 क्वेसन मात्रै एटेम्प्ट गर्नुपर्छ है। क्वेसन चाहिँ 3वटा आउँछन्, तर चाहिँ एटेम्प्ट गर्ने क्वेसन चाहिँ 2वटा मात्र। 3टा क्वेसन मध्ये क्वेसन नम्बर 17मा जहिले पनि थ्योरी आएको हुन्छ है। अनि त्यसपछि 18 र 19मा चाहिँ न्युमेरिकल क्वेसन आउँछ लङमा है, जुन चाहिँ 15 मार्क्सको हुन्छ है। 2टा क्वेसन हुन्छन् 15 मार्क्सको इक्वल्स टु 30 भयो। र चाहिँ क्वेसन प्याटर्न चाहिँ यो अनुसार आउँछ। र त्यसपछि चाहिँ हामी लागौँ कुन च्याप्टरबाट कति मार्क्सको आउँछ भनेर हेरौँ है अब है। र चाहिँ सुरुमा चाहिँ के छ त इन्ट्रोडक्सन टु फाइनेन्शियल म्यानेजमेन्ट छ। यो च्याप्टरबाट चाहिँ थ्योरी आउँछ है, 12 मार्क्सको थ्योरी पढ्ने साथीहरूलाई चाहिँ, थ्योरी पढ्न सजिलो हुने साथीहरूलाई यो विशेष एकदमै महत्त्वपूर्ण च्याप्टर हो। थ्योरी पढ्नेले चाहिँ यहाँ पढ्नुभयो भने चाहिँ 12 मार्क्सको थ्योरी आउँछ। र चाहिँ यो प्राय यो किताबभरिको थ्योरीको च्याप्टर एकदम महत्त्वपूर्ण है थ्योरी पढ्ने साथीहरूलाई चाहिँ यो भयो। अनि त्यसपछि च्याप्टर 2मा के छ त फाइनेन्शियल स्टेटमेन्ट एनालाइसिस छ। यसबाट चाहिँ न्युमेरिकल आउँछ, त्यहाँबाट चाहिँ 10 मार्क्सको आउँछ है। यसबाट न्युमेरिकल 10 मार्क्सको आउँछ। ल हेर्नु त, म त क्यामेरामा देखिएको होला भनेर सबै भनिसकेको थिएँ, तर यहाँ क्यामेरामा देखिएकै रहन्छ। र चाहिँ अब हामी च्याप्टर 3मा हेरौँ। च्याप्टर 3मा चाहिँ के छ भने टाइम भ्यालु अफ मनी छ। यसबाट पनि न्युमेरिकल आउँछ है। यसबाट चाहिँ 15 या 10 या 15 मार्क्सको कम्पलसरी आएको हुन्छ। अनि त्यसपछि च्याप्टर 4मा हेर्नु त फन्डामेन्टल अफ रिस्क एन्ड रिटर्न छ। यसबाट पनि न्युमेरिकल आउँछ, 15 मार्क्सकै आउँछ यहाँबाट पनि। भनेपछि हेर्नु त च्याप्टर 3, 4 भनेको त इम्पोर्टेन्ट च्याप्टर रहेछ नि त। यदि पास गर्ने टार्गेट हो भने, पास मात्रै गर्ने टार्गेट हो भने, अब जान्नको लागि, अब ट्यालेन्ट हुनको लागि के रहेछ भनेर थाहा पाउनको लागि भन्ने उद्देश्य हो भने त अब जति पढे पनि भयो हैन, सबै पढ्ने हो। तर चाहिँ पास गर्ने मात्रै अब इक्जाम नजिकै अब आयो, अब पास चाहिँ कसरी हुने भन्ने चाहिँ रहेछ भने त इम्पोर्टेन्ट च्याप्टर रहेछ। अब त्यसै गरी हेरौँ च्याप्टर 5मा के छ त भन्दाखेरि फाइनेन्शियल एसेट्स भ्यालुएसन
भ्यालुएसन भन्ने छ। यसमा चाहिँ बोन्ड भ्यालुएसन र स्टक भ्यालुएसन भन्ने हुन्छ है। बोन्ड भ्यालुएसन र स्टक भ्यालुएसन भन्ने हुन्छ र चाहिँ यसबाट पनि न्युमेरिकली आउँछ। 5 मार्क्सको चाहिँ बोन्ड भ्यालुएसन, 5 मार्क्सको स्टक भ्यालुएसन है। च्याप्टर त सबै एकचोटि फर्मुला हेर्नुभयो र चाहिँ 1-2 वटा न्युमेरिकल क्वेसनहरू सल्भ गर्नुभयो भने चाहिँ सबै इजी लाग्छ है। त्यो के त्यति धेरै गाह्रो चाहिँ केही पनि छैन। अनि अर्को हेर्नु यो च्याप्टर 6 मा चाहिँ के छ, कस्ट अफ क्यापिटल छ। कस्ट अफ क्यापिटल पनि एकदम सजिलो च्याप्टर हो। सबै गऱ्यो भने सबै सजिलै लाग्छ कि यहाँ कस्ट अफ क्यापिटलबाट पनि के त 10 मार्क्सको क्वेसन आउँछ। अनि त्यसै गरी के छ च्याप्टर 7 मा के छ, 7 मा चाहिँ क्यापिटल स्ट्रक्चर एन्ड लिभरेज भन्ने छ। अब यसबाट चाहिँ अलिक कम आउँछ है, 5 मार्क्स या 2 मार्क्समा आउँछ यसबाट चाहिँ। अब यो च्याप्टरबाट चाहिँ अब जो टपर हो होइन, टप्ने इच्छा छ भने चाहिँ यो पनि अब इम्पोर्टेन्ट भइ नै हाल्यो होइन। तर चाहिँ तपाईँको पास गर्ने टार्गेट मात्रै हो भने चाहिँ यो त्यति इम्पोर्टेन्ट होइन। तर यो च्याप्टर पनि हेर्नु होला। र बेसिक अब च्याप्टर 8 मा चाहिँ के छ भन्दाखेरि बेसिक क्यापिटल बजेटिङ छ। यसबाट पनि न्युमेरिकल क्वेसन आउँछ, 15 मार्क्समा आउँछ। यो पनि एकदम महत्त्वपूर्ण च्याप्टर हो इक्जाम पोइन्ट अफ भ्यूलाई हेर्ने हो भने। र च्याप्टर 9 मा चाहिँ वर्किङ क्यापिटल म्यानेजमेन्ट छ र चाहिँ यसबाट थ्योरी प्लस न्युमेरिकल आउँछ। थ्योरीको हेर्नु त, थ्योरी आउने च्याप्टर जम्मा कति रहेछ, एउटा च्याप्टर 1 मा रहेछ थ्योरी आउने, र अर्को भनेको त हाम्रो च्याप्टर 9 मात्रै रहेछ। हेर्नु त च्याप्टर 9 यहाँ थ्योरी क्वेसन आउने च्याप्टर जम्मा 2टा च्याप्टर मात्रै छन्। अनि थ्योरी क्वेसन जम्मा कति आउँछ त, एउटा लङमा थ्योरी आउँछ, अनि त्यसपछि भेरी सर्टमा 4वटा क्वेसन 6वटा क्वेसन थ्योरी आउँछन्। र चाहिँ यो डिस्क्रिप्टिभमा चाहिँ कति त एउटा क्वेसन प्लस अनि एउटा क्वेसनको पनि आधा होइन। 13को बीमा पनि यसरी थ्योरी आएको हुन्छ। अब हेर्नु त, तर पढ्नुपर्ने थ्योरीको त 2टा च्याप्टर मात्रै रहेछ नि त, च्याप्टर 1 र च्याप्टर 9 चाहिँ यो थ्योरी पढ्ने साथीहरूको लागि चाहिँ यो स्पेसल भयो। र चाहिँ अर्को लास्टमा हाम्रो च्याप्टर छ, च्याप्टर जम्मा 10 छन् कि। हेर्नु त यसमा जति नम्बर ल्याउनु पनि सकिन्छ कि, च्याप्टर जम्मा 10 छन्। अकाउन्ट अरू विषयमा त यत्रो लामो छन्, अकाउन्टमै 16, 18, 19 च्याप्टर छन् होइन। अब यो चाहिँ अरू विषयको तुलनामा सजिलो हो एकदम। हेर्नु त यही 10वटा च्याप्टरबाट चाहिँ 100 नम्बर 100 को इक्जाम हुने त हो नि। अनि त्यसपछि हेर्नु त अब धेरै हल्ला गऱ्यो भन्नु होला, हामी चाहिँ यस्तै कहिलेकाहीँ गर्नुपर्छ, डिस्टर्ब नमान्नु होला। र चाहिँ अब अन्तिम च्याप्टर के हो भने चाहिँ डिस्ट्रिब्युसन अफ 2 सेयर होल्डर भनेको छ। यसबाट पनि थ्योरी क्वेसन आउँछ। यसमा पनि 2 और 6 मार्क्सको क्वेसनहरू आउँछ है। अनि त्यसपछि अब चाहिँ विशेष गरेर चाहिँ मैले के भन्न लागेको भन्दाखेरि चाहिँ यो अब चाहिँ हामी यो प्याटर्नमा रहेर प्रत्येक च्याप्टरको हामी यही च्यानलमा अथवा चाहिँ फेसबुक पेजमा हेर्दै हुनुहुन्छ भने यही फेसबुक पेजमा हामी भिडियो हाल्नेछौँ। साथै चाहिँ पास्ट क्वेसनहरू, ओल्ड इज गोल्डमा आएका पास्ट क्वेसनहरू के क्वेसन आएका छन्, कस्तो क्वेसनहरू आएको छन् भनेर यी क्वेसनहरू सल्भ गरेर पनि हजुरहरूलाई हामी देखाउनेछौँ। यो क्वेसनहरू गरेर पनि देखाउनेछौँ। त्यही भएर चाहिँ च्यानल यदि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई फलो गर्नुहोला। साथै युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने चाहिँ युट्युब च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनु होला। भोलिबाट चाहिँ हामी यसरी भिडियोहरू आउनेछ र चाहिँ पास्ट क्वेसनहरू पनि सल्भ गर्नेछन्। तपाईँले पास्ट क्वेसन सल्भ गर्नुभयो, एउटा भिडियोमा फर्मुला हेर्नुभयो र 2टा क्वेसन मात्रै सल्भ गर्नुभयो भने तपाईँले यति इजी लाग्छ, एकदम तपाईँलाई फाइनेन्स भन्ने त आँखा चिम्लेर पास गर्नुहुन्छ क्या। त्यही भएर चाहिँ हामीसँग जोडिनु होला। र यति भन्दै आजको यस भिडियोलाई